तिहार अर्थात् दीपावली नेपालको दोस्रो ठूलो चाड प्रकाश र समृद्धिको पर्व हो, जहाँ पालो अर्थात् दियोको विशेष महत्त्व छ। यो 5 दिने चाडमा दियोले अन्धकारमाथि उज्यालोको विजय, ज्ञान र शान्तिको प्रतीक बोकेर हरेक घर आँगन उज्यालो बनाउँछ। तिहार नजिकिएसँगै अहिले तराईमा पाला बनाउन भ्याइने भाइ छ। लक्ष्मी पूजाको साँझ धनकी देवी लक्ष्मीलाई स्वागत गर्न घरका ढोका, आँगन, भान्सा र तुलसी मठमा तेल वा घिउको दियो बाल्ने परम्परा छ। विषम सङ्ख्यामा दियो राख्नु शुभ मानिन्छ। यो उज्यालोले लक्ष्मीको मार्ग प्रशस्त गर्छ र सुख समृद्धि ल्याउँछ भन्ने विश्वास छ। दियोको ज्योतिले आध्यात्मिक जागरण र नकारात्मकता हटाउने सन्देश पनि दिन्छ। काग तिहारमा यमदीप बाल्दा अकाल मृत्युको डर हट्ने जनविश्वास छ। रङ्गोलीसँग जोडिएको दियोको परम्पराले घरलाई सुन्दर बनाउँछ। रङ्गोलीमा फूल, अक्षता र रङ्ग प्रयोग गरी बीचमा दियो राखिन्छ, जसले लक्ष्मीलाई आकर्षित गर्छ। परम्परागत माटोको कुहिनोले स्थानीय हस्तकलालाई प्रोत्साहन दिन्छ। आजकल बिजुलीका बत्ती र मैनबत्ती पनि प्रयोग हुन्छ, तर माटोको दियोको सांस्कृतिक महत्त्व अटल छ। दियोले सामुदायिक एकता र उत्सवको भावनालाई पनि जोड्छ। गाउँ समुदायमा सबैले दियो बालेर रङ्गोली बनाउँदा एकताको सन्देश प्रवाह हुन्छ। तिहारको यो उज्यालो परम्पराले नेपाली समाजमा सकारात्मकता, शान्ति र समृद्धिको कामना गर्छ। तिहारको रौनकमा दियोको ज्योतिले हरेक घरलाई उज्यालो र आनन्दमय बनाउँछ।